कथाहरू सुनाउने क्रममा आज हजुरहरू समक्ष श्री परशुराम रोकाद्वारा लिखित कथा मृत्युकै मुखेन्जी लिएर आएको छु। झमक्क साँझ परिसक्यो, तर वीरेन्द्र अझ पनि आफ्नो दफ्तरमा काम गरिरहेकै छन्। तिनी अकाउन्ट्स विभागका बडाबाबु हिसाब किताब मिलाउनमा व्यस्त छन्। पर्सि अडिट पार्टी आइपुग्ने, जम्मै अफिसका हर हिसाब तिनकै थाप्लोमा छ। बाहिर सिमसिम पानी पनि परिरहेको छ। तिनले भित्ताको घडीमा हेरे, 7 पनि बज्न आँटेछ अनि मनमा नै सम्झे, अब बढ्ता ढिलो गर्न हुँदैन, भोलि पनि त समय छ। अनि तिनले कागजपत्र फाइलमा बन्द गरेर एकातिर राखे। एउटा सिगरेट झिकेर सल्काएर बङ्ग धुवाँ छोड्दै मस्तिष्कको शिथिलता दूर गर्न थाले। यसै बेला बाहिर कोही आएको आवाज सुनियो। अकस्मात ढोका खोलियो अनि एकजना युवक हातमा छालाको ब्याग झुन्ड्याएर रुझेको भिजेको अवस्थामा हस्याङ र पस्याङ गर्दै कोठाभित्र पस्यो। पस्न साथ उसले सोध्यो, के अफिसको बडाबाबु वीरेन्द्र सिंह तपाईँ नै हुनुहुन्छ? मुखबाट मुस्लो धुवाँ छोड्दै वीरेन्द्रले भने, ज्यू मै हुँ, भन्नुहोस् कति काम थियो? आगन्तुक युवकले ढोका थुन्दै भन्यो, एउटा विशेष कामका निम्ति तपाईँ कहाँ आएको छु। यति भन्दै ऊ टेबलको अघिल्तिर उभियो। वीरेन्द्रले दिगदारी लुकाउन खोज्दै युवकलाई टार्न खोजे। हेर्नुहोस्, आज बेला निकै गइसक्यो, सबै थुनथान गरेर म हिँड्न लागेको। के तपाईँ काम भोलि गरे हुन्न? भोलि बिहान 10-11 बजे भोलि पाल्नुहोस् न। युवकले कोठाको चारैतिर हेऱ्यो। त्यसपछि ऊ अति नम्र स्वरमा वीरेन्द्रतिर लम्केर भन्न लाग्यो, सिंहज्यू, मेरो यो काममा जीवन मरणको प्रश्न छ। सुन्नुहोस्, यो यस्तो छ। आधुनिक समाजमा विचरण गर्ने सभ्यताको साँचोमा ढालिएको वीरेन्द्रले असभ्य चाला देखाउन सकेनन्। तिनले युवकका कुरा नसुनी धर पाएनन्। तिनले भने, पर्खनुहोस्, यदि यस्तो महत्त्वपूर्ण काम भए बसेरै कुरा गर्नुहोस्। अनि तिनले नजिकैको चौकी देखाए। गम्भीर स्वरमा युवकले कुरा आरम्भ गर्यो, सिंहज्यू, नजिकै आउनुहोस्, यो कुरो अरू कसैका कानमा नपरोस् भन्ने मेरो अभिप्राय छ। किन डराउनुहुन्छ? मेरा कर्मचारीहरू अघि नै गइसके, यहाँ कोही छैनन्। तपाईँ ढुक्कैसित कुरा गर्नुहोस्, वीरेन्द्रले युवकलाई उत्साह दिए। तर्सेको मृगझै पल्याक पुलुक हेर्दै युवकले भन्यो, अहो, कस्तो सुनसान कोठा। यो डरलाग्दो सुनसान कोठामा यसरी एक्लै बसिरहन तपाईँलाई डर लाग्दैन सिंहज्यू? एक सरको सिगरेट तानेर वीरेन्द्र हाँसे। के को डर? उही गम्भीर र भय मिश्रित स्वरमा उसले भन्यो, यस्तो एकलास सुनसान कोठा, यो ठाउँ त कसैले कसैको हत्या गर्ने ठाउँ जस्तो पो लाग्छ। अनि कुनातिर चोर औँलाले देखाउँदै ऊ चिच्यायो, ऊ त्यो क्या हो? वीरेन्द्र तरङ्ग तर्से, तपाईँ व्यर्थै आत्तिनुहुन्छ। खोइ, कोही पनि त छैन। किन डराउनु भएको यसरी? यति भनेर तिनले प्याकेटबाट सिगरेटको बुट्टा निकालेर युवकतिर बढाए। युवकले हात जोड्यो, माफ गर्नुहोस्, मलाई यस्तो सर्वनाशी भयङ्कर चिजको अम्बल छैन। त्यसपछि त्यसले सिगरेटबाट हुने हानिप्रति आफ्नो बुद्धिमत्ता दर्शाउँदै एउटा सानो लेक्चर नै छाट्यो। यो धुवाँमा निकोटिन जस्तो संहारकारी पोइजन छ। यसले हाम्रो फोक्सो र कलेजोमा कत्रो हानि पुर्याउँछ। त्यो तपाईँलाई थाहा छ। क्यान्सर र ट्युबरकुलोसिस जस्ता घातक रोगको जड नै सिगरेट हो। शरीर र पैसाको नाश। यी अम्बल लिनु त जानी मृत्युलाई निम्ताउन मात्र हो। बाबा, मलाई त डर लाग्छ। यस्तो चिजलाई टाढैबाट सलाम। वीरेन्द्रले आँखा हँसिलो पार्दै भने, खोइ त,
मैले सिगरेट खाएको 15 वर्षभन्दा पनि बढ्ता भइसक्यो। आजसम्म त जीवित नै छु। मुन्टो हल्लाउँदै युवकले भन्यो, ज्यू, आजसम्म त जीवतै रहनु भएको छ, तर कसले जान्दछ भविष्य? साहब, कल किसने देखा है? भोलि नै तपाईँ यमराजको अतिथि हुन सक्नुहुन्छ। सुन्नुभयो, भविष्य कसैले बताउन सक्दैन। कोही मानिस गाडीले किच्चाएर मर्छन्, कोही हिँड्दा हिँड्दै खुट्टा चिप्लेर टाङ च्यात्तेर मर्छन्, फेरि कसैको टाउकोमा बमै खस्ला। कसले जानेको छ र भविष्य? वीरेन्द्र बल्ल परे अनि यस्ता अनौठो विचारको प्रतिवाद गर्दै तिनले भने, तर हेर्नुहोस्, जम्मै मानिस यसरी त मर्दैनन् नि। यो कुरा युवकका कानभित्र पसेन। आफ्नै विचार र धुनमा अडेर ऊ भन्दै गयो, कसले जान्दछ भविष्य? हामी अहिले छौँ, अहिले छैनौँ। जिउँदैमा पनि हामी मृत्युकै मुखिन्जी छौँ, मृत्युकै मुखिन्जी। युवक यसरी एकोहोरिएको देखेर वीरेन्द्रको मनमा शङ्का पर्यो। सधैँ मान्छे हो के त यो? तैपनि मिठो मुखले तिनले भने, हेर्नुहोस्, तपाईँको शरीरमा आरामै छ। बरु आज गएर युवकले कुरा काट्यो, मेरो शरीरमा पूर्ण आराम छ, तर हाम्रा चारैतिर विपद र डर मात्र छन्। अरू त के, तपाईँकै पनि अकस्मात मृत्यु हुन सक्छ यही कोठामा अहिले नै। बौलाहाकै फेला परिएछ कि भन्ने अब वीरेन्द्रको मनमा पर्यो। यसरी व्यर्थको उटपटाङ कुरो गरेर अबेर गराइदिएकोमा उनको कन्सिरी पनि तात्तियो। अब तिनले ठुला स्वरमा भने, हेर्नुहोस् मिस्टर, तपाईँले कि त भाङ खाएर आउनु भएको छ कि तपाईँको टाउकोको हावा खुस्केको छ। मेरो कुरा मान्नुहोस्, अहिले गएर बरु कुनै डाक्टर कहाँ जाँच। वाक्य पुरा हुन नपाई वीरेन्द्रका कुरोको वास्तै नगरी ऊ बोल्दै गयो, म तपाईँलाई प्रत्यक्ष तपाईँका आँखाकै सामुने देखाइदिन्छु। लौ यो हेर्नुहोस्। यसो भन्दै छालाको ब्यागबाट गाढा हरियो तरल पदार्थले भरिएको एउटा सिसी निकाल्यो अनि हातमा लिएर भन्न लाग्यो, यो हेर्नुहोस्, यो हो मेटापेन्टा फ्लुरोनाइट्रोटुलोल। कस्तो शान्त सुन्दर पदार्थ देखिन्छ, होइन? तर मैले यसको एकै थोपा पनि यहाँ चुहाएँ भने सुन्नुभयो, यसको परिणाम ठिक जापानमा एटम खसाले झै हुनेछ। बुझ्नुभयो? यसको एक थोपामा हामीलाई पिठो तुल्याउने शक्ति छ। बुझ्नुभयो? पिठो, पिठो। वीरेन्द्रको मुटु गति बढ्यो। अब यो बौलाले के गर्न आँट्यो? तिनले एकचोटि लामो सास फेरेर भने, ज्यू ज्यू, यो त गजबको औषधि रहेछ। होसियारसित ब्यागमै राखिदिनुहोस्। त्यसलाई राखेर युवकले अर्को सिसी निकाल्यो। यसमा राता पहेँला चम्किला धुलो पदार्थ थियो। कोटको बाउला माथि सार्दै सिसी हातमा लिएर उसले भन्यो, अनि यो हेर्नुहोस्, यसमा भयानक रोगका कीटाणुहरू राखिएका छन्। यसभित्र यिनीहरूको सङ्ख्या 100 कोटी भन्दा पनि बढ्ता छ। तर यी मध्ये एउटा मात्र पनि हाम्रो शरीरमा पस्यो भने यही मुहूर्त हामी मर्छौँ। अनि मैले यो सिसीको मुख खोलिदिएँ भने नि, भन्दै उसले वीरेन्द्रको नाकनेर सिसी खोलौँला झैँ गरेर हात पुर्यायो। वीरेन्द्र तर्सेर पछि सरे, हन के गरेको? यस्तो खतरनाक जिनिस लिएर पनि कस्तो खेलाँची गर्नुभएको? राखिदिनुहोस्, राखिदिनुहोस्, होसियारसँग राखिदिनुहोस्। एकजना बौलाहाकै फेला परिएछ भन्ने कुरो अब वीरेन्द्रलाई पुरा विश्वास पर्यो। यसले के उपद्रव गर्ने हो? यसबाट कसरी उम्कनु? के फसादमा परिएछ? यही चिन्ताले तिनी उद्विग्न हुन थाले। रिसाएर धम्काएर पनि भएन। बौलाहाको सामुने सधैँ मानिसको केही लाग्दैन भनेर विचार गरेर तिनले युवकलाई फेरि सम्झाउने चेष्टा गरे। हेर्नुहोस्, तपाईसँग अद्भुत र प्रभावशाली जिनिसहरू रहेछ। अरू अब नदेखाए पनि हुन्छ। मलाई पुरापुरी विश्वास भयो हाम्रो चारैतिर अघिल्तिर विपद र मृत्यु मात्र रहेछ। अब अरू नै कुरा गरौँ। भन्नुहोस्, तपाईँको काम।
विजेता झै प्रसन्न मुद्रामा युवकले सही थप थाप्यो। ज्यू, हाम्रो चारैतिर डर, विपद र मृत्यु मात्र छन्। हामी मृत्युकै मुखेन्जी छौँ। फेरि अकस्मात उत्तेजित भएर युवकले वीरेन्द्रलाई आँखा फुकाल्दै भन्यो, म एकजना घातक र बौलाहा होइन भन्ने कुनै प्रमाण पनि त छैन, छ र? मसित एउटा गोली भरेको पिस्तोल हुन सक्छ। यति भन्ने बित्तिकै उसले साँच्चै नै एउटा पिस्तोल फुत्त निकाल्यो र वीरेन्द्रको छातीतिर तेर्साउँदै भन्न लाग्यो, अनि तपाईँ आफ्नो इष्टदेवको नाम लिन नपाउँदै यमराजको। कातर स्वरमा वीरेन्द्र चिच्याएर बसिरहेको ठाउँबाट घोडा उफ्रे झै 2 हातमाथि उफ्रे अनि एकै फालमा ढोकानेर पुगे। तिनको होस हवास उड्यो, लगभग काँपिरहे अनुहारबाट रगत हरायो। आजै तिनलाई थाहा भयो मान्छेलाई आफ्नो प्राण कत्तिको प्यारो हुँदो रहेछ। मुखबाट लामो लामो सास फेर्दै तिनले भकभकाइरहेको थियो, तपाईँ कस्तो मान्छे, के गरेको? मलाई पुरा विश्वास भयो ज्यू। जिउँदैमा पनि हामी मृत्युकै मुखेन्जी रहेछौँ। अब बढ्ता प्रमाणको दरकार छैन, राखिदिनुहोस् त्यो। पिस्तोल ब्यागमा घुसेर्दै मुस्कानको माझमा युवकले प्रश्न गर्यो, कसो त साँच्चै विश्वास भयो? जीवन कस्तो रहेछ? बिस्तारै बिस्तारै पाइला सार्दै वीरेन्द्र आफू बसेको ठाउँमा फर्केर आए अनि डराएर युवकतिर हेर्दै भन्न लागे, ज्यू साँच्चै विश्वास भयो। यो जीवनको केही भरोसा छैन। हामी अहिले छौँ, अहिले छैनौँ। 2 दिनको जिन्दगानी। लामो सास फेरेर तिनी बसे। युवकले फेरि सोध्यो, तर तपाईँ मरिहाल्नु भयो भने तपाईँकी स्त्री, तपाईँको बालबच्चाको कस्तो बेहाल र बिचल्ली होला? ठिक भन्नुभयो, म हारिहालेँ भने तिनीहरूको कस्तो बिचल्ली होला? सायद वीरेन्द्रको विवेक शक्ति लोप भइसकेको थियो। टेपले जस्तै उनले दोहोऱ्याए। एकचोटि टेबलमा हात बजारेर युवक आफ्नो बसेको ठाउँबाट उठ्यो अनि हातका औँलाहरूले कोटका कलर खेलाउँदै गम्भीर र दृढ स्वरमा भन्यो, सिंहज्यू, खालि यही कुरोको निम्ति नै म यतिका बेर तपाईँसँग यताउताका लम्बा चौडा कुरा गरिरहेको थिएँ। हेर्नुहोस्, तपाईँले तपाईँको स्त्री र बालबच्चालाई बिहालत र बिचल्लीमा देखि बचाउनलाई तपाईँले एउटा काम गर्नुपर्छ। तपाईँले एउटा लाइफ इन्सुरेन्स पोलिसी लिनुपर्छ। म स्नोपिक लाइफ इन्सुरेन्स कम्पनीको एजेन्ट हुँ। यो हाम्रो कम्पनीको कागजपत्र र नियमावली हेर्नुहोस् भन्दै उसले कम्पनीको प्याम्फलेट र फर्म वीरेन्द्रको हातमा राखिदियो। वीरेन्द्रले मुख गरेर युवकलाई हेरिरहे। युवक बोलिरहेको थियो, लौ भन्नुहोस् सिंहज्यू, तपाईँ कति हजारको पोलिसी लिनुहुन्छ? 10,000, 15,000, 20,000?